यतिको राम्रो कन्डिसनको पल्सर 220 आइसकेपछि तपाईले भन्नु होला 1,40,000 मा दिनुस् भनेर। 1,40,000 पनि पर्दैन, यसलाई 1,35,000 पनि पर्दैन, 1,30,000 पनि पर्दैन। त्यो भन्दा कममै आउँछ तपाईलाई यो बाइक चाहिँ। एकदम सुपर फाइन कन्डिसनमा छ। अब यसको प्राइस कति हो त भनेर थाहा पाउनको लागि पहिला तपाईले बाइक राम्रोसँग हेर्नुस्, अनि बाइकको साउन्ड सुनाइदिन्छु, अनि म फिक्स प्राइस भनिदिन्छु। हेर्नु भयो भने तपाईले बाइक एकदम फ्रेस कन्डिसनमा छ। अब बाइकको साउन्ड सुन्नुस् कस्तो छ, अनि म फिक्स प्राइस भन्छु है त।